परिस्थितिले एक ठाउँमा जोडिएका हौँ। हामी यो राजनीतिक दल थिएन, हामी यहाँ गोलाकार हुने थिएनौँ भने अलग किसिमका मानिसहरू थियौँ। हाम्रा साथीभाइ अलग थिए, हाम्रो सङ्गत अलग थियो, हाम्रो काम अलग थियो, हाम्रो पेसा अलग थियो। तर परिस्थितिले हामीलाई यहाँ जोडेका, हामीलाई जोडिसकेपछि एज अ टिम प्लेयर एउटा सामूहिक खेलाडीका रूपमा तपाईँ हामीले काम गर्नुपर्नेछ। व्यक्तिगत रूपमा कसैको आचरण, बानी व्यवहार, स्वभाव हामीलाई मन पर्नु नपर्नु बेग्लै कुरा हो। तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान हो, संसदको नियमावली हो, पार्टीको विधान हो। तपाईलाई व्यक्तिगत जीवनमा जुन किताब पढ्न मन लाग्छ पढ्नुहोस्, तर हामीले पढ्ने यिनै किताबहरू हुन्। यिनै किताबभित्र हामी एकबद्ध भएर देशको संविधान मानेर, पार्टीको विधान मानेर, विभिन्न नियमावलीको अधीनमा रहेर एकै ठाउँमा एउटा टिम भएर काम गर्नुपर्नेछ। त्यसकारणले व्यक्तिगत इच्छा आकांक्षा, व्यक्तिगत लाइक डिसलाइक, व्यक्ति मन पर्ने मन नपर्ने कुराहरू गौण रहन्छन्। मैले अघि पनि भने तपाईँको चाहना, तपाईँको सपनाको भारी यो देशले बोक्ने होइन, वर्षौँदेखि यो देशले देखेको सपनाको भारी तपाईँ हामीले मिलेर बोक्ने। कयौँ व्यक्तिगत जीवनमा मन नपरेका साथीहरू पनि कता कता घुम्दै फिर्दै यहीँ आएर ठोकिएका पनि हुन सक्दछन्। त्यतिखेर हामीले आफ्नो विवेकको अत्यधिक प्रयोग गरेर मुलुक र जनताप्रति वफादार, इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्नेछ। म यहाँहरूको सुखद राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छु। फेरि पनि निर्वाचनलाई यति ठुलो परिणाममा ल्याउनका लागि काम गर्नुहुने पार्टीको अग्रपङ्क्तिमादेखि अन्तिम पङ्क्तिसम्म काम गर्नुभएका सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। मतदाता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। देशका निजी क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु कि तपाईँहरू कहीँ कतै पनि विचलित नहुनुहोला। तपाईँहरूले निर्धक्कसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौँ। देशमा लगानी ल्याउनको निमित्त देशमा रहेका नेपाली डायस्पोराका साथीहरूलाई म यही मञ्चबाट आह्वान गर्न चाहन्छु, आउनुहोस् मिलेर काम बनाऊ। यस निर्माणको यो महान अभियानमा तपाईँहरूको साथ हामीलाई चाहिएको छ। सबै मिलेर हामी त्यति प्रसारले सङ्कल्प गर्न सक्छौँ। अन्तर्राष्ट्रिय समुदायलाई पनि म यति भन्न चाहन्छु कि नेपाल लगानी गर्नका लागि सुरक्षित देश छ। तपाईँ र तपाईँको लगानी देशमा सुरक्षित हुन्छ। निर्धक्क हुनुहोला, कुनै किसिमको बाधा अड्चन हुने छैन। तपाईँलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन, तपाईँलाई देशको नीतिले, हाम्रो नीतिले संरक्षण गर्नेछ। नीतिगत रूपमा संरक्षण हुनेछौँ। देशको विश्वविद्यालयहरूले काँचुली फेर्नुपर्नेछ, उद्योग कल कारखाना चल्नुपर्ने रहेछ, देशमा कामधन्दा निरन्तर चल्नुपर्नेछ, इम्प्लोइमेन्ट क्रिएट गर्नुपर्नेछ। यी यावत जिम्मेवारीहरू पुरा गर्नको निमित्त हामी सक्षम भएर काम गर्नेछौँ। मुलुक नयाँ मान्छेहरूको